साथ मन्थली नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित यस 8औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता 2082 सालको यस कार्यक्रमको अध्यक्षको आसन ग्रहण गरिरहनुभएका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अन्य अतिथिगणहरू तथा सम्पूर्ण विद्यालयहरूबाट पाल्नुभएका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षक शिक्षिका, स्काउट तथा खेलाडी साथीहरू र उपस्थित सम्पूर्ण बालबालिका तथा महानुभावहरूमा स्वीकार्नुहोस्, म नमुना मन्थली नगर बाल समूह सञ्जालको अध्यक्ष रुबिन बोहराको तर्फबाट न्यानो शैक्षिक तथा बालमैत्री अभिवादन। विगतको समयमा खेललाई एउटा मनोरञ्जनको रूपमा मात्र लिने गरेको थियो भने अहिले आएर खेललाई विद्यार्थीको स्वास्थ्य तथा अनुशासनसँग पनि जोडेर विभिन्न खेलका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यही क्रममा हाम्रो मन्थली नगरपालिकाले विगत 8 वर्ष अगाडिदेखि नगर स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता गर्दै आएको छ। यस कार्यक्रमले बालबालिकाहरूलाई मनोरञ्जन मात्र नभई बालबालिकाहरूमा लुकेर बसेको क्षमता र प्रतिभाको प्रस्फुटन पनि गराउँछ भन्ने हामीले आशा गरेका छौँ। आजको यस नगर स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन तथा विजयको मालालाई पहिरेर फर्किने मूल उद्देश्यले आउनुभएका सम्पूर्ण खेलाडी साथीहरूलाई म विजयको शुभकामना दिन चाहन्छु भने आगामी दिनहरूमा पनि हाम्रो नगरपालिकाले यसरी नै बालबालिकाहरूको क्षमता प्रस्फुटन गर्नको लागि यस्तै अन्य कार्यक्रमहरू साथै यसलाई पनि निरन्तरता दिनेछ भन्ने आशा राख्दै आज नगर स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण खेलाडी साथीहरूलाई शुभकामना सहित आज पर्न गएको अन्तर्राष्ट्रिय बाल दिवसको सम्पूर्णमा शुभकामना दिँदै म मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।